चामलतिर ल हतेको त गाली गर्छ। नमस्कार फ्यामिली वेलकम ब्याक माइ न्यू ब्लगै आएको छ। सन्चेर हुनुहुन्छ होला, म पनि सन्चेर छु। र आजको ब्लग चाहिँ के हुँदैछ भने जङ्गलमा जाने पिङ काट्ने हरेक युवाहरूको जेन्जीहरू बन्चरो बोकेर हिँडिरहेछन्। काट्न सकिन्छ अहिले? खै गाह्रो छ होइन, काट्न जानु त सकिन्छ कि अहिले तान्नु आएर गाह्रो पर्छ होइन। बुढेकोडालाई ल ल ल यति तान्नुपर्छ भनेर जोस दिने हो क्या हामी, पछिबाट जोस बुढो भइयो नि। यत्रो युवाहरू छन् त अनि पिङ त एक्लै बोकेर हिँड्ला जस्तो केटाहरू छन्। ज्यानै त्यस्तो छ। हामी पछि 22 पुग्नलाई दुईजना बाँकी छ। यस्तो भने हाम्रो उमेर गयो, अब नयाँ पुस्ताहरूको लागि के भन्छ पिङ काट्ने यस्तो हेरौँ। यो मान्छेको ज्यान एक्लै बोकेर हिँड्ला जस्तो छ नि पिङ त, तर लास्टमा हामी जानु परेछ है। अब पछाडिको है त हामी है, अब पछाडि जाने सबै के जान्छ भन्छ होला होइन। आज पिङ काटेसँगै हामी पिङ हालेको ब्लग पनि आउनु छ, कालरात्री जग्गाको ब्लग पनि आउनु छ होइन। ब्लगमा चाहिँ जोडेर बस्नु। यो ज्यान उक्लेकै छ के अरे होइन। गाह्रो छ गाह्रो पिङ काट्न सब कम्मरमा अरे लरा पिङमा हान्ने अनि मोटे मामाको उसमा शरीरमा यहाँ सिस्नो रहेछ यस्तो वाला। त्यो दुःख सिस्नो छ सिस्नो उकालो लाग्दैछ अहिले चाहिँ। बा जेन्जीहरू पुरै यति धेरै छन्, पछाडि पनि मान्छेहरू आउँदै। लहरा पो कहाँबाट काट्ने लहरा? यो त उस होइन के अरे उसकै त्यो माघीसँग त खाने तरुलको बुढा हो त नि होइन। दुःख लाग्छ कि हान्ने डर पनि लाग्छ फेरि, जङ्गल छ यताभित्र हान्नु त हाने भन्दै त फेरि 2 ताली हिर्काइदिइसकेको छ मलाई त। तेरो म जुत्ता लाएर आउँछु कि सोचिरहेको हातमा सिस्नो पोल्यो। हेर्नु बाटो यस्तो बाटो हिँड्नु पऱ्यो साइकल। भिडियोले भनेको नि लास्टमा बस्नेहरूलाई जुकाले हान्छ भनेर नभन्ने हानेको हानी छ त। अनि जङ्गलको बाटो आइयो है हामी। अब यहाँ जङ्गल त यस्तो दुःख छ होइन। पिङ काट्न दुःख छ है, पिङ काट्नु दुःख छ। बाटोको हालत यस्तो छ, यस्तो बाटोमा अघि 2 ताजुगाको खुट्टामा टाँसिएर रहेछ क्या, झन्डै खाइदिएको नभएको रगत नि फेरि भ्याइदियो भने त फेरि सकि स्विच अफ भयो त म त। अनि उहाँ तल गाउँबाट आइयो त अनि हामी धेरै सङ्घर्ष गरेर पसिना निकाल्दै आइयो। यो मोटे मामाले हिँड्न हो भाइ के हो र, हाल छिटो हिँडौँ न छिटो। उकालो यहाँ त बाजा बन्धनको सुट हानेकै जङ्गल जस्तो छ है। त्यो भुट फिल्म क्या, जमानामा डराउनु दिने बाजा बन्धनको सुट हानेको ठाउँ हो यो ट्याक्क। बाजा बन्धन 2 बनाउँछ नि आउँदा हुन्छ, प्लेस त बबाल छ फेरि यस्तो राइट। अहिले थाक्यो, कहाँ गएर बसिन्छ त्यहीँ गएर बनाइन्छ। सिस्नो गाडीमा आइगयो अहिले चाहिँ, सिस्नो गाडीमा मोटो मान्छे छिर्नु नसके टेन्सन छ यहाँ फेरि। हामी चाहिँ अहिले चतरा भाँडा खेल्ने परा
बल छ यो ठाउँ हेरौँ त कति ठुलो हो बाँडर खेल्छ यहाँ ल यो चाहिँ बाँडर खेल्ने परा है परा हामी जस्तो बाँडरहरू पनि खेल्न सकिन्छ तर हाम्रो पुर्छा छैन अड्डिने ठाउँ नभए हामी खेलिदिन्थ्यो फेरि हामी बाँडर त्यहाँबाट भित्र छिर्नु सुरु हो छिर्दिउँ न त आज हुन्छ होइन कहाँ पुगिँदो रहेछ लाइट छ त अनि फेरि फर्केर आउँला नि हुँदैन कस्तै तल तलतिर हो कि ट्यासोतिर यसो सिलगढी कालो खरेछ होइन काम थाहा छैन ए भनेपछि चार्जिङ लाइट चाहिन्छ है सही ठाउँमा आइयो अहिले चाहिँ सही ठाउँमा गाह्रो छ र मनमुटाप भयो है कहाँ जाने भनेर मनमुटाप भयो छैन बाबु त भन्दा हामी पोरियो एक्लै एक्लै न होइन साइकको अहिले फेरि भालुले खोपार्दैला फेरि मा चाहिँ हामी केही गर्दैनमै हामी पढ्दैनमै हामी मा भालुले खायो भने हामी पढ्दैनमै हिँड्ने भए यहाँ साथमा हिँड नभए हामी एक्लै छोडेर हिँडिदिन्छौँ एक्लै बस्नु मनलाई यहाँ बाँडेर हिँडिदिन्छौँ के ठुलो भइसक्यो गाजल त त्यही भनेको त नि अघि आम्पा जग्गा हान्ने पनि क्या पछाडि फेरि अर्को सुट बाचा बन्धनको अर्को सुट भएको चाहिँ यो ठाउँमा काशीले गोरे आऊ भने यहाँदेखि गोरे चाहिँ त्यहाँबाट म चाहिँ क्यामेराम्यान बसेको थिएँ कता 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 कतादेखि आऊ भन्छ त्यही त ऊ त्यो अगाडि थियो काशी यता पछाडि म क्यामेराम्यान भएर फेरि यस्तरी बसेको थिएँ त्यहाँ जङ्गलमा सिस्नोले पोलेर यहाँ सबै ठाउँ चलिरह हबी ठाउँ त है गाउँ ल्यायो त अनि यो बाटो त हिँडेको पनि छैन जङ्गलबाट जाँदा हिँड्नु त्यही भनेको त नि रोटी रोड गएको हो कता आयो के गयो अब तर यताउता पनि ठिक छ ओ अमाथि ए आगो लागेको रहेछ गोरेकासी फिल्म सुट गर्न नआएको रहेछ आगो लागेको रहेछ सर्लक्कै उहाँ माडिसम्म आगो लागेको छ त अनि हेरौँ त जताततै 0.5 मानौँ न Why are you tolling? उसको कुरा सुनेको मैले एकचोटि आएन यो ठाउँमा गाह्रो छ बसे यहाँ फेरि अर्को उसमा पनि छ त नि परा बुटामा झरेर अझ कति अग्लो भिड भएको ठाउँमा आइयो हामी चाहिँ बाख्खर हो बाख्खरको जरामा आइयो रे हामी बाख्खरदेखि झन् बवाल देख्छ यहाँदेखि यस्तो छ त अनि यहाँबाट चढ्नु सकिन्छ हुन्छ ए डेन्जर यस्तो ठाडो छ नि है म त डरेको जरामा आइयो भने डरे त उता पो रहेछ त है हामी अहिले भिडको जरामा छौँ भिडको जरामा के हो यस्तो छ त यस्तो दुःख छ यसरी मुसासले छिर्दिने हो कि सानो मान्छेहरूलाई एकदम सजिलो हुन्छ जङ्गलै जङ्गल कहिले आउँछ त्यो डेस्टिनेसन यी काट्नु जाने उहाँ केटाहरूले ढलाइ छन् यही तान्नु जाने अब हामी त नि भयो झाडी नै झाडी गाह्रो गाह्रो डर लाउने हिँड्ने अगाडि हामी लास्ट त भइयो कि हामी लास्ट त भइयो है के गर्ने रे सानो लुकाउने होइन अहिले हामी खाने यो ठुलाहरूलाई बाँड्ने ठुलो है काँक्रा
मास्टर प्लानिङ बिचबाट साबुन गाई बाँधिदियो तिमी जाति मल खसी तिमीले याद त गरेछौ नि अनि छ होला यहीँ ऊ पारिख गाउँ त तर हामी धेरै माथि आएछ है औडा माथि आएछ हामी त अब यो पढाउनु अलि मात्र जाने भने त चौडो हुन्छ हो चौडो घुम्ती चौडो घुम्ती आइयो है हामी चौडो घुम्ती आइयो यहाँदेखि म्याग्दीदेखि बाक्लिङ छिर्ने सिमानामा चाहिँ कति घुम्ती अरे 17 है ए मलाई थाहा छैन 15 घुम्ती छ अरे अनि चाहिँ चौडो घुम्ती यहाँ निस्किन लाग्यो अब छतको बाटो भनेको झनै पाप पाइयो है हो र हामी छतको बाटो आएर चौडो घुम्ती आइसक्यो है अहिले मेरो गाउँ देखाउँछ यहाँ माथि बाख्रा जाने हामी गइन्न र चौराबाट ओह्रालो चौडा त ओह्रालो गइन्छ अरे नयाँ म गाउँ देखाउँछु त्यहाँ बाख्रादेखि त्यहाँ हो त्यहाँबाट तल झर्न सानो गाउँ अहिले चाहिँ हामी प्लानलाई चाहिँ उस खोजिरहेछौँ पिङ खोजिरहेछौँ अहिलेसम्म एउटा होइन के हो यसको रुख लैदिने अरे यो पिङ नभेट्दा लास्टमा पिङ खोज्दा 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 जङ्गलमा गाह्रो छ पिङ नभेटेर हैरान छ फेरि बाटो नै रहेछ ओह्रालो जाने बाटो त्यही माथिको भने होला बुढाहरूले नभेटेर टेन्सन सब जङ्गलमा हिँड्दै ए कस्तो हो त नि साला कहाँ पान्दै हो पिङ पाइएन रे त्यही भनेको त नि कहाँ हो त नि पाइयो भने यहाँ जङ्गलभरि खोज्दा खोज्दा हैरान छ फेरि त्यहाँ काँक्रा बोकेर हिँडिरहेछन् साला कस्तो फिल भयो काँक्रा काट्दा ए काँक्रा बोकेर हिँड्दा ताते छ है ताते छ पिङ काट्नलाई ताते छ गुड तर यो त अति ठुलो देखिन्छ त यार होइन माथि धेरै अग्लो छ भने त फेरि उस काट्दा नि हुन्छ तल जरा काटेर फालिदिने चाँडो हराउनु छ भाइ ढुङ्गाले देखेन का ल धरेर नापेर जाऊँ मान्ना म आउँछु रुक त्यो भन्छ नि यार यता त काट्नुपर्छ त्यो यहाँ माथि यहाँबाट तल पुग्न त अनि टाइम त बवाल लाग्छ ए धल्यो रुखमा अड्किने भयो जरा काट्दै जरा उछ त्यसलाई फेरि रुखमा अड्कियो नि जाफा वर्षमा काटेर अब लास्टमा यस्तरी अड्कियो त नि जुम्ला जाने उठा भएन अड्कियो हजुर अड्कियो जाम भयो उता आउनु न होला
गाह्रो छ साह्रै ठुलो हो यार जरा 3 घण्टा भन्छ खतम भयो त्यसो तलबाट नाप्दै गयो नि हुन्छ है ओहो तलबाट जाऊ तलबाट 6 भयो 6 होला क्या गोरा 6 टिया 8 छैन के हो टुप्पासम्म होला 20-25 त होला 25 सम्म होला हामीले नभए त्यो तान्नलाई यो पुगेन त्यो तान्न के हुन्छ नभए त्यहाँ पनि छ अर्को हुन्छ त्यहाँ फेरि अर्को सुकी है त्यही त सुकी छ त यार नाप त सुके हा एकछिन नभए सुके होला र छै त किन हरिएछ त हामीलाई त 38 को पिङको लागि तयारी हुँदैछ छ नि त होइन यहाँबाट सर्ट लग्यो यति हो फेरि 6 जनाले यत्रो पिङ सकेर त जो ठुलो यार लरा टार्ने काम भइरहेछ भोक लागेर आएर भन्दा नौडा लागिसक्यो अघि यहीँबाट तल झरेर चढ तल गएर फेरि माथि आइयो त अनि कहाँबाट घाँस बोकिरहन्छस् र सही हो मोटे मामा ओ मोटे मामा ओ मोटे मामा चवाई त बवाल हो त यार नाप्प सुरु हुनुलाई मेरो काम चाहिँ यहाँबाट तान्ने यहाँबाट कस्तो लाग्दैछ पिङ त नै फकेर हानिरहेछ मेरो त हात त हेरौँ न ढोस्दै हो कि मेरो त शरीरै सब ढोस्दै भयो के अरे हिलो त्यो लरा तानेर उस गर्दाखेरि यस्तो छ त नि हालत म के आफू है आमा लभली है लभली छ है यो बोकाइ चाहिँ लभली छ है यता हेर्नु त हेलो बाजे हेलो हेलो बाजे कहाँबाट हराएर आउनुभयो कि के गर्नुभएको बाजे हाम्रो घर जाने हो बाजे आजको दिनमा बास बस्नु जाने बाजे म तपाईँले मासु भात खुलाउँछु बाजे भैँसी हराइरहेको जोस हेर त त्यो भैँसी हराइरहेको तारो लाग्यो बाबु भैँसी हेर्ने बाबु तारो लाग्यो बिचरा उनीहरूलाई धेरै ठगाइरहेको होला है ल यहाँ भिडियो सुट हुन्न यहाँबाट आइरहेको छ त यार कस्तो रहेछ यार लगाइसक्यो त हामी आज ल यही है तनाइ यही फिलहाल अब हामी जाँदैछौँ मामा र म ओभर थाक्यो होइन आज के भयो किन पाप पाइयो अरे हामी 9 जना ग्रुप थियौँ तर कुन चाहिँको गरादशा बिग्रिरहेछ त्यही भएर त्यही गरादशाले हामीले जितेर धेरै पाप पाइयो है तल्लो जम पानी पर्यो पानी परिरहेछ अगाडि लगिरहेछन् है बाबा फेरि हिँड्न सक्नुहुन्न यार यति भाउन्न छुट्या छैन र हेरौँ न त्यहाँ पुरै उस भहमा उज्यालो भयो यहाँ पानी परेछ त मेरो फोन त ढोस्दै भोटो अनि ल यस्तरी लगिन्छ है पिङ चाबी सही हो अहिले चाहिँ हामी डक्क चट्ट लाएर भट्ट खाएर यहाँ ल्याइसकेपछि हामी चाहिँ खाजा खान जाँदैछौँ भोक लागिरहेछ गाह्रो छ गाह्रो कालै भयो यो अहिले म सानो मान्छेको देख्दैन रहेछ है फिलहाल केही छैन गाह्रो छ
Hello, good morning everyone. It is next day with family है अनि हिजो चाहिँ पिङ ल्याउँदा ल्याउँदै थकित भएर चाहिँ मैले भिडियो एडिटिङ गर्न पाएन अनि खाजासाजा खाएर घर आएर सुतिरहेको कि भिडियो बनाउनु पाएन है थ्याङ्क्स फर वाचिङ जसले लास्टमा भिडियो हेर्नुभयो उहाँलाई चाहिँ धन्यवाद भन्न चाहन्छु फेरि पिङ हालेको भिडियो पनि आउनेछ होइन त्यति बेलासम्म अहिले डाउन गरेर बस्दिनु होला होइन त नि भिडियो मन परेमा लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला यति भन्दै आजको भ्लग यहीँ इन गर्न चाहन्छु सी यु इन द नेक्स्ट भ्लग तब तक के लिए बाय बाय